र यो चाहिँ हाम्रो कुरिलोको बोट। मैले तपाईहरुलाई यहाँ अहिले कुरिलोको बोट मात्र देखाएको छु र यहाँ हो कुरिलो फल्दै पनि छ। अहिले चाहिँ भर्खर हामीले टिपेको छौं, टिपेर उ त्यहाँ फल्दै छ त्यहाँ कुरिलो, त्यहाँ टुसा हाल्दै छ र यहाँ यो चाहिँ आफ्नै औँसीमा लगाएको अर्ग्यानिक आफ्नै घरमा, आफ्नै घरको छतमा समयको सदुपयोग गरेर हामीले औँसीमा टमाटर यसरी लगाएका छौं। देख्न सक्नुहुनेछ। यो चाहिँ कुरिलोको बोट है, कुरिलोको बोट। अहिले चाहिँ बिहानतिर म छतमा आएको छु र कुरिलोको बोट देख्न सक्नुहुनेछ। कति राम्रो लहरा यहाँ पनि छ सबभन्दा ठुलो कुरिलो। कस्तो लाग्यो तपाईहरुलाई? बिहानीको शीतल छायामा म तपाईहरुलाई आफ्नो यो घरमा कुरिलोको बोट तरकारीहरु किनेर खानु परेको छैन र यसरी नै समयको सदुपयोग गरेर हामीले घरमा विभिन्न थरीका तरकारीहरु लगाएका छौं। यहाँ कतै पाक्दैछ भने कतै पाकिसकेको पनि छ। र मैले फेरि पनि तपाईहरुलाई आफ्नै कृषि क्षेत्रमा लागेको यो चाहिँ खोर्सानीको बोट है। यहाँ खोर्सानी भर्खर फल्न थालेको छ। यो खोर्सानी हरियो हुँदैछ। यो चाहिँ खासै पिरो नहुने खाले खोर्सानी रहेछ। हल्का फुल्का तरकारीमा हालेर खानको लागि भनेर मात्र हो। तपाईहरु पनि यसरी हाम्रो छतको औँसीमा अब चाहिँ भने हामीले तपाईलाई अघिका तरकारीहरुमा देखायो। अब चाहिँ भने यो स्ट्रबेरी अहिले पाक्दै छ र स्ट्रबेरीको बोट भर्खर एउटा पाक्दै छ। स्ट्रबेरीको बोट यहाँ पनि रहेको छ। यहाँ फुल्दै छ, त्यहाँ भित्र पाक्दै छ। कुनै हामीले खाइ पनि